हेलो हेलो एकछिन म बाबालाई फोन दिँदैछु कि अनि म तपाईँको जिल्ला माया गर्छु म चिन्नुहोस् हाम्रो 1 वर्ष जस्तो भएर लबस्टर हाम्रो भइरहेछ भनेर भन्नु ल म भनिदिएको छु ल हेलो दर्शन अनि मलाई त छोरी एकदम ठिकै छ एकदम अब 66 वर्ष भयो हजुर छोरीसँग बात गर्नु 2 वर्ष भयो अलिकति प्रब्लम नै भइरहेको छ त्यसबाट यो केटी पनि त फेरि कहाँ गएर के गरेर आइछ यत्रो बुढी ठुलो बनाएर बसेपछि त्यही भएर कहिले भिडाउनु भइरहेको छ के मलाई हेलो भन त त्यति सानो कुरा के टेन्सन लिइराख्नु होइन 3 महिनाको मात्रै भएको छ त्यही त भएको छैन तपाईँ सोच्नु त सपनामा हेर्नु भएको थियो कि मलाई एकछिन ल के बाबा हेर न के हो बाबा हेलो अङ्कल पछाडिको कुरा भाइ पहिलाको कुरा यो गर तिमीले के मेरो छोरीलाई त्यसरी रुवाएर पिछाडमा छोड्नु हुन्छ गल्ती गरे सरी भन्नु त हाने धन गर्नु पर्छ त बच्चाहरूलाई सरी भन्दाखेरि किन नबुझेको साना केटाको त्यो धम्काउने हो धम्काउनु बाबालाई बोलाइदिन्छु हेर्नु न अब मेरो छोरीलाई किन धम्काइराखेको छोरी भन्यो होइन कहाँ धरौँ तेरो आएर कहाँ धरौँ कसलाई धम्का खोज्नु के हो तेरो पारा तिनीहरू जस्ता खतराहरूलाई बसाउनुपर्छ साँसे यस्ता उकाले एकछिन किन धम्काइरहेको मेरो बाबालाई हेलो यसो धम्काइरहेको जाँदाहरू मैले मेरो पाउनु त पाउँछु